साथीहरू मैले अघि दिउँसो भन्दै थिएँ नि कोदोको जाँड ल्याउनु जाँदैछु भनेर हो। आज चाहिँ मजाले यहाँ पानी हालेछु। मेरो तोङबाहरू छ कि तोङबाहरू सबै साथीभाइको घरतिर छ मेरो तोङबा चाहिँ हो। अनि म चाहिँ लास्टमा साथीभाइको तोङबा पुर्याएर चाहिँ अन्तिममा चाहिँ जगमा पिउनेवाला छु। अब मेरो कोदोको वाह कति मिठो है। अनि म साथीहरू चिकन बनाउनु पनि रेडी गर्दैछु हो। यहाँ राखेको छु चिकन चाहिँ अघि ल्याएको एकदम स्पेसियली अब बनाएर खाने तोङबासँग प्याज भुरेको हेर्नु। म चाहिँ तेल चाहिँ एकदम कम्ती खान्छु हो मासुमा। प्याजको साथ टमाटर पनि भुर्नुपर्छ हो। लुइस हेर्नु चाहिँ फुट्नु पनि थाले। म चाहिँ पिप्सिङ खोज्नु गएको बेलुका हुन्थ्यो राति हुन्थ्यो तल बाँसको किन मेरो पिप्सिङ थियो हराएछ हो। पिप्सिङ खोज्नु पनि बिजोग छ हो। तोङबा खानु पनि खेलाइची छैन राति हुन्थ्यो। अब यहाँनिर चिप्लो लड्यो भने कता हो कता फेरि हो। कुन चाहिँ पिप्सिम हुन्छ कुन चाहिँ पिप्सिम हुन्छ तोङबामा अड्डै खोज्नु पर्यो नि त होइन। नमो नमो बाँधेको रहेछ नि त फेरि बेलुका राति हुँदा निभा तान्दा पनि कहिले हुन्छ अन्त। अब राति हुँदाखेरि पेप्सी काट्दैछु। तोङबा खानु पनि खेलाइची छैन हो। राति हुँदा ठ्याक्कै 7 बजेको छ। अहिले चाहिँ बिजोका चाहिँ तोङबा खानु खेलाइची छैन। साथीहरू मैले भनेको थिइनँ तपाईँलाई तोङबा चुस्दै आरामसे काम गर्छु नि कस्तो मजा आउँछ। काम गर्दा चिप्चिरी पिउनु मजा आउँछ।